हजुर आइला त्यसलाई मिन हो कालो ओरालो मटर हालेर गोरसकारी टायर पनि तपाईको नाम के हो बाजे? मेरो नाम अर्जुन सदा। अर्जुन सदा। हजुर तामाङ भाषा बोल्नुहुन्छ? सबै दाइहरू आइपुग्नु भयो यहाँसम्म उहाँहरू ल माथि हामी आइपुग्यौँ होइन। उहाँ दाइहरू चाहिँ तलै आउँदै हुनुहुन्छ। खतरा छ खतरा बाटो डेन्जर। मामा धुलो बुढोहरूले त गाडी जाँदैन भन्छ। साइड गरेर राख्दा हुन्छ। अप्ठ्यारो हुन्छ नि तपाईँको यो बाटो नि यस्तै छ त होइन त? हजुर कालो ओरालो मटर हालेर गोरसकारी टायर पनि गुड्छ सर ल खत्रै भन्थ्यो है खत्रै भन्यो ल ल होइन अहिले अलिकति यो बैठो भए त सरै जान्थ्यो। अब अहिले रौदी छ पानी पर्यो छैनन् अनि त अब यो त अप्ठ्यारो पर्यो बलुवा छ त्यसले गर्दा अप्ठ्यारो। साइकल पनि अप्ठ्यारो हुन्छ यो बाइक होइन जान्थ्यो अनि बिस्तारै जानु जाउँ बिस्तारै जान्छ। के गर्ने यो बलुवा बस्यो भए त हरेर जाने थियो। अब भैयाले दुःख पाए बिचरा के गर्ने। हामी पनि मुसारेर गयो चोर पारेर मुसारे हिँड्यो भयो तर अहिले भाइ अहिले कति राम्रो जान्थ्यो तर बिचरा यो बलुवा कारणले पानी नपरेको कारणले अप्ठ्यारो भयो। अप्ठ्यारो भएकै हो। हजुर तपाईँको नाम के हो बाजे? हजुर मेरो नाम अर्जुन सदा। अर्जुन सदा। हजुर तामाङ भाषा बोल्नुहुन्छ? सबै हो हजुर लु बोल्नु त। अब कोसँग बोल्नु त? मसँगै बोल्नु न। मेरो नाम के हो भनेर सोध्नु न त लु। हजुर आइला त्यसलाई मिन हो ए लु अनि मेरो घर चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ सोध्न लागि के भन्नु? खाना हो। अर्जुन सदा होइन तपाईँ? हजुर खत्रै तामाङ बोल्नुहुन्छ? होइन तपाईँ भन्नुहोस् न। अब मलाई त आउँदैन दाइ होइन तामाङ भाषा। म पनि यहीँको मान्छे हो तर मलाई चाहिँ आउँदैन। त्यही हो अहिले धिम खाना हो मिन्तेल हो। म त हजुरलाई भनिरहेको छु मलाई भने पो पर्सेन्ट दिनु उसले भनेन मैले पर्सेन्ट दिने हो। यो कोरे त कहाँ मिल्छ र? ए है ल त्यसो भए यो तपाईँ अहिले कहाँ जाँदै हुनुहुन्छ त? हजुर म लभ डाँडामा जाँदैछु। अब यो भाषाले बस्छु होइन अनि तामाङ भाषाबाट भन्यो होइन। हजुर अनि अरूले भन्छ नि तपाईँ कहाँ जानु नाम लभ डाँडा चिया नि भइ भनेको। अब तपाईँ त्यो पनि त्यो भन्नुहोस्। ए त्यो यो डाँडा खाने भाइ न कोर्सी खाब अनि तपाईँ अब त्यो पनि भन्नु। तपाईँले सोच उल्टै हो एक बाइक सोच कहीँ मिल्दैन तपाईँहरूले। मिल्दैन म मिल्दैन दोहोरो हुनुपर्छ नि। दोहोरो हुनु पर्यो। उसले सोधेन मैले भन्ने त्यो त त्यसमा अप्ठ्यारो छ नि। अप्ठ्यारो छ। अब उहाँ छ नि उहाँ मसँग सक्दैन नि बोल्नलाई। अनि मैले हुन त म मधेसी हो तर म तामाङसँग बारम्बार म त्यसमा छु बोल्नु सक्छु तर मैले दोहोरो नपाएँ म एक्लै दोहोरो बोल्दा कहाँ मिल्छ त? मिल्दैन मिल्दैन। ल त्यसो भए हजुर यो डाँडामा चाहिँ यहाँको चाहिँ खासियत के हो लु तामाङ भाषामा भनिदिनु त यो क्यामेराबाट। हजुर यो डाँडामा चाहिँ किन आउनु पर्यो मान्छेहरू घुम्नलाई? त्यो तामकुरोबाट हो हजुर हजुर होइन यसो त्यसलाई खाँदो पाङ्छौँ नि याङले यसो लभ डाँडेरी होइन सब लभ पाङ बसेन सबै त सेम हजुर ताप्सेन सबै च्याब्री खाब हो चाहिँ याङ देन होइन खान खाल्ने मि च्याब्री खाम ल आई नाम चला जु याङ से सबै सेतोजी थियो एकदम होइन त्यसमा त स्वाद लाग्दोजी हजुर चाहिँ याङ सेतो है। अहिले चाहिँ हामी अब फेरि स्कुटीमा बसेर माथि डाँडातिर लाग्दैछौँ। उहाँहरू पछाडि नै हिँड्दै आउँदै हुनुहुन्छ माथि भेट्ने भनेर भन्नुभयो होइन। माथि नै भेटौँ न त है। माथि हामी आइपुग्यौँ होइन। उहाँ दाइहरू चाहिँ तलै आउँदै हुनुहुन्छ। अब ठ्याक्कै यहाँ एउटा पसल रहेछ खाजा खाने अब चिया खाने पसल रहेछ। भाइले आलु चपहरू पनि प्याजहरू पनि बनाएको छ त्यो अहिले खानुपर्छ। अनि यता हाम्रो यहाँबाट यसो म तपाईँलाई ब्याक भ्यू देखाउँछु है तपाईँहरूलाई। यो चोरपाने गाउँ हो यहाँ तल र यो अर्को चाहिँ डाँडा चाहिँ यहाँ माथि रहेछ क्या। वहाँ माथि रहेछ डाँडा है। हामी त्यहीँ जाने हो एकछिनमा अहिले।
माथि मैले जुम गरेर देखाएको यो भ्यू हेर्नु होला अब उहाँ दाइहरू आउँदै हुनुहुन्छ त्यसपछि कुरा गरौँ न त के बनाउँदैछ भाइ चटपटे ल ल उहाँ भाइले चटपटे बनाउनु लाग्नु भएको ल मिठै बनाऊ न त ल भाइ पनि एउटा मेरो स्टुडेन्ट्स पर्यो विद्यार्थी हो काम गरेर यहाँ बस्दो रहेछ ठिकै छ राम्रै छ दाइहरू आइपुग्नु भयो यहाँसम्म उहाँहरू हुन त म यो बाटो कतिचोटि ओहोरदोहोर गरेँ तर आज मेलामा पनि म आइपुगेको छैन है हजुर म मेलामा पनि आइपुगेको छैन आज हाम्रो हजुरले के भन्नुभयो दाइ जाउँ भनेर भन्नुभएको थियो तर हजुरले भेट्नु मलाई बाटोमै तर तपाईँले मलाई डिस्टर्ब मलाई अलिक राम्रो लागेन क्या के भएछ भनौँ न जब कि तपाईँले ताम भाषामा सोध्दा दोहोरी हुनुपर्छ दोहोरी यस्तो हो एक कोरेमा अलिकति मिल्नुहुन्न जस्तो कि उहाँले मलाई प्रश्न सोधे मैले भन्ने हो हजुरलाई थाहा छैन म प्रश्न मैले प्रश्न दिने मैले बोलेँ त्यसमा अलिकति अल्टर हुनुहुन्छ क्या तपाईँले त्यो कुरो बुझ्नु भएन अनि मलाई अलिकति अप्ठ्यारो लाग्यो किन त यो पुरो छ नि त हजुर तामाङ घानी हो त्यो मैले बोलेको अल्टर भनेपछि मसँग भन्नु होइन मैले त्यो भनेको होइन कि तर आज तपाईँले मलाई म एक्लोले पारिदिएँ नि त अनि मैले अब के हजुरले बोलेको दिनै परेन के सोध्ने उसले के सोध्ने अनि भन्ने हो त्यसमा अलिकति अल्टर पर्नुभयो अब भाइहरूलाई केही अब हुन त हो मलाई त जसले पनि चिन्छ यहाँ चोर पार्नेकोले म सार्नेकोले जसले पनि मलाई चिन्छ अर्जुन दाई भनेपछि बुझिहाल्छन् यो कसले त्यो भन्यो उहाँले